निशुल्क जागिर कमिसन लाग्दैन एक घर एक रोजगार अब नारी पनि हुनु पर्दैन बेरोजगार भन्ने मूल उद्देश्यका साथ आज हामीले धेरै मात्रामा भ्याकेन्सी खुल्ला गरिसकेको छ। यदि तपाईहरू महिला कर्मचारी हुनुहुन्छ भने चाहिँ हामीसँग आउने जाने र खाने बस्ने कामहरू धेरै मात्रामा आइसकेको छ। यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला। आज मिति 2083 साल 4 महिना 12 गते यस प्रकार भ्याकेन्सी खाली भइसकेका छन्। तपाईहरूले सुन्नु होला। घरायसी काम गर्ने एकजना महिला कर्मचारी आवश्यकता परिसकेको छ। झापा बन्दीपुरमा तलब 20,000 रहेको छ। त्यसै गरी घरायसी काम गर्नुपर्ने र बच्चा हेरचाह गर्नुपर्ने विराटनगरमा खाने बस्ने हो 20,000 तलब रहेको छ। त्यसै गरी दिल्ली बजार काठमाडौँमा खाने बस्ने काम 17,000 तलबमा खाली भइसकेको छ। त्यसै गरी पुतली सडक काठमाडौँमा 17,000 तलब रहेको छ। विराटनगरमा खाने बस्ने 20,000 तलब रहेको छ। त्यसै गरी सानेपामा खाने बस्ने 20,000 मा रहेको छ। त्यसै गरी गोकर्णेश्वर खाने बस्ने 20,000 मा रहेको छ। त्यसै गरी कलङ्की नजिकै बस्दै हुनुहुन्छ भने चाहिँ यो आउने जाने काम हो, पार्ट टाइम काम हो। 10 बजेदेखि 1 बजेसम्म 7,000 तलब रहेको छ। त्यसै गरी धापासी सेल्सबेरी नजिकै 9:30 देखि 12:30 सम्म 7,000 स्यालेरी रहेको छ। त्यसै गरी मिडबानेश्वर नजिकै खाने बस्ने काम 18,000 तलब रहेको छ। त्यसै गरी बुद्धनगर नजिकै बस्दै हुनुहुन्छ भने 10 बजेदेखि 2 बजेसम्म 7,000 तलब रहेको छ। त्यसै गरी लाजिमपाट एरियामा तपाईको 8 बजेदेखि 12 बजेसम्म काम खाली भइसकेको छ। तलब 8,000 रहेको छ। त्यसै गरी सामाकसी रानीबारीमा 9:30 देखि 12:30 सम्म 7,000 तलब रहेको छ। त्यसै गरी घरायसी काम जाउलाखेलमा 7 बजेदेखि 11 बजेसम्म 8,000 तलब रहेको छ। त्यसै गरी कपन एरियामा बस्दै हुनुहुन्छ भने 7 बजेदेखि 7 बजेसम्म 16,500 तलब रहेको छ। त्यसै गरी अर्को खाने बस्ने काम बालुवाटारमा तपाईको 18,000 तलब रहेको छ। त्यसै गरी कालीमाटी ताचालमा 20,000 तलब रहेको छ। त्यसै गरी काठमाडौँ कमलादीमा बिहानको 9 बजेदेखि 4 बजेसम्म 13,000 तलब रहेको छ। त्यसै गरी टोखा शेर्पा पेट्रोल पम्प नजिकै 9 देखि 12 बजेसम्म 7,000 तलब रहेको छ। त्यसै गरी कुसुन्ती ललितपुरमा बिहानको 8 बजेदेखि 6 बजेसम्म 15,500 तलब रहेको छ। त्यसै गरी बुढानी कण्ठ मन्दिर नजिकै बस्दै हुनुहुन्छ भने 7 बजेदेखि 1 बजेसम्म 12,000 तलब रहेको छ। त्यसै गरी हामीसँग धेरै मात्रामा भ्याकेन्सीहरू खाली भइसकेका छन्। हेर्न सक्नुहुन्छ आज हामीसँग चाहिँ 40 वटा भ्याकेन्सी खाली भइसकेका छन्।